त्याग गर भन्दो रहेछ कि हैन त्यसो गर्दैछ भन्दाखेरि कि अब तपाईलाई के भयो तपाईलाई परमेश्वर चिन्नु भयो तपाई भन्न सन्तान हुन्छ तपाई हिँड्ने बाटो हिँड्दा चल्दा फिर्दा के अवस्था तपाईले के भयो हैन या के थियो या छातीमा झल्क गर्यो भने के भन्छ र मान्छेले आत्तिएर ओ अट्याक भयो के हो भन्छ है अट्याक भयो के हो ल मलाई बचाऊ अनि त्यहाँबाट यो पछि राखिरहेर बसेर भन्दा यसले अंगीकार गरेपछि हार्ट एट्याक भयो भने हार्ट एट्याक भन्न हाल्दिन्छ अरे हामीले के बोल्यो त्यही हाल्दिने हामी नबोलेछ त्यो हुँदै हुँदैन त्यसैले मान्छेले अंगीकार नगर्नु आफ्नो मुखले नबोल्नु मलाई सुगर भएछ मलाई क्यान्सर भएछ मलाई ट्युमर भएछ मलाई पथरी भएछ भन्छ नि त्यस्तो भयो पहिला भन्थ्यो परमेश्वरलाई नचिन्दाखेरि अब त्यस्तो नभन्नु त्यो नाम नलिनु नभन्नु किनभने हाम्रो मुखमा कस्तो वचन छ परमेश्वर त्यस्तो भयो भन्छ त परमेश्वरले के थाहा पथरी भयो आतंकवादी भन्छ कसले भन्छ शैतानले भन्छ दुष्टले भन्छ त्यो दुष्टको बोली बोल्नुहुन्छ त नबोली कसको बोली बोल्ने परमेश्वर के भन्छ